गाइज वेलकम टु ब्याक तपाईँलाई साइनलाई भ्लग च्यानलमा म चाहिँ आधी ड्युटी गरेर आएँ गाइज 12 घन्टामा 6 घन्टा ड्युटी गरेर आएँ अनि आज चाहिँ मैले फाइनली चिकन बनाउने छु र छुट्टीमा मैले के गर्छु तपाईँहरूलाई चाहिँ फुल भिडियो देखाउने छु गाइज भिडियो धेरै लामो बनाउन छोटो भिडियो बनाउँछु तर मिठो बनाउँछु गाइज होइन मैले तपाईँहरूलाई आज रेसिपी सेयर गर्नेछु घरमा पनि बिना मसला जे छ त्यहीमा तर एकदम टेस्टी तरिकाले चिकनहरू कसरी पोलेर खाने तपाईँहरूले होइन होटेलतिर जानुभयो भने त राम्रो राम्रो खानाहरू खान सक्नुहुन्छ तर पैसा दिनुपर्छ त्योभन्दा बेस्ट चाहिँ घरमा आज इजी तरिकाले बवाल तरिकाले खाने एकदम आफूले इन्जोय हुने तरिकाले म तपाईँहरूले सिकाउने छु अहिले चाहिँ म आएर ट्याक्क बसिरहेको छु गाइस अनि चिकन बिहान मैले चाहिँ बाहिर राखेको थिएँ केटाहरूले फेरि भित्र फ्रिजमा हाल्दै चाहिँ पुरा ढुङ्गा भइरहेछ होइन त्यसले मैले भिजाइरहेको छु अनि सो म चाहिँ अब नुहाउनु पनि पर्नेछ गएर नुहाउँछु अनि यताउति म लन्च खान्छु चिकनहरूले मसला यताउति लगाएर राख्छु अनि 1-2 घन्टा फ्रिजमा मेग्नेट पनि हुन्छ चिकनलाई त्यहाँबाट गार्लिक छिल्ने तरिका है गाइस यो चाहिँ गार्लिक छिल्ने तरिका मेरो जुत्ता छोराएर मैले जो पनि सामानहरू चाहिन्छ त्यो रेडी गरिसकेको छु अब म तपाईँहरूलाई देखाउँछु छोटो रूपमा होइन चिकनलाई मैले अब धुनु पर्ने हुन्छ अनि काट्नु पर्ने पनि हुन्छ ग्रिन चिल्ली छ यहाँ चाहिँ ओनियन अनि तपाईँको गार्लिक छ विभिन्न यहाँ चाहिँ भिनेगरले मैले चिकन पुरा रूपमा धुनु पर्ने हुन्छ किनभने फ्रोजन चिकन हो होइन सो यही नै हो गाउँघर स्टाइलमा काट्नु पर्यो बवाल खाइ हुन्छ आज आइन लेता किलो लेता म पिस पार्दो पापा आइस भएको चिकन काट्नै धोछ गाइज यार कोइला काटे चिकन हो यार आइसमा भएको चिकन आज चाहिँ खुवाई बवाल हुन्छ गाइज होइन परदेशी जिन्दगी खान त पर्यो बवाल चिकन छ गाइज मसँग आज बवाल तरिकामा आउनु है शुभ समाचार त यस्तै भो मायालु सो गाइज यहाँका मान्छेहरूले खानाहरू कसरी खान्छन् म तपाईँहरूलाई हल्का देखाउँछु है यहाँ चाहिँ त्यो भुकाली भन्छ नेपालतिर आतो होइन त्यसलाई चाहिँ टक्क डल्लो पारेर अनि ट्याक्क मासुमा डुबेर त्यो डल्लो चाहिँ नचपाइ मिल्छ नि यिनीहरूले तपाईँहरूले देखाउँछु है फाइनली गाइज जेठो चुङ्गा मिसुङ्गुरी आप्रे ल बाम्बा 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 गाई डल्लो पार्दैछ ट्याक्क डल्लो पारे होइन मेरो भाइले अब त्यो फेरि कटलक्कै निल्यो त्यो कटलक्कै निल्यो भाइले बस बवाल त्यो सो एभ्रिन गाइज मैले चाहिँ नुहाएर पनि फ्रेस भएर बाहिर एकछिन बसिरहेको छु र बाहिरको भ्यू चाहिँ पुरा पानी पर्ला जस्तो भइरहेको बिहान एकछिन पानी पर्यो अनि गाइज मैले कुखुराहरूले दाना पनि हाल्दै खाँदैछ होइन मेरो सम्पत्तिहरू यो परदेशको होइन म सेकुवाहरूलाई पोल्नको लागि मसलाहरू हाल्नुपर्ने हुन्छ र मसलाहरू हाल्छु र एकछिन बाँसुरी बजाएर मात्र त्यो काम गर्छु र त्यसलाई एकछिन 1-2 घन्टा एकछिनमा सुत्छु त्यहाँपछि गर्दा त्यसले मात्र पोल्छु त्यही नै गाइज
मैले जो चिजहरू काटेको थिएँ त्यो चिजहरूलाई मैले फ्राई गरेँ होइन, फ्राई गरेर मैले मिक्सी जारमा पिसिहालेँ। अनि तपाईँहरूलाई मिठो खान मन छ भने चाहिँ घरमा चाहिँ मिक्सी जार जरुर राख्नु होला, किनभने मिक्सी जारले जे पनि तपाईँले ग्राइन्डर गर्न पिस्नको लागि एकदम सहारा दिन्छ। अनि मैले चाहिँ अब कसरी बनाउँछु तपाईँहरूलाई हल्का देखाउँछु गाइज है। चिकनमा मसलाहरू लगाइसकेँ, के हालेँ म तपाईँहरूलाई देखाउँछु है गाइज। गाइज मैले चिकनमा के हालेँ भनेपछि जो पनि पेस्टहरू गरेँ त्यो पेस्टहरू यसमा एड गरेँ भनेपछि नमक, हल्दी पाउडर, चिल्ली पाउडर अनि ब्ल्याक पेपर यसमा एड गरेछु है गाइज मैले। अनि टमाटर चाहिँ पिस्ने बेलामा मैले लास्टमा अलिक दुईवटा चाहिँ काँचो हालेको छु। गाइज मैले यति बेलासम्म भिडियोहरू कति दामी बनाएको थिएँ, तर माइक लगाउनै भुलेछु। ठुक्क मेरो दिमाग पनि कस्तो गाइज होइन। सो अहिले भाइ आएर माइक खै भन्दा बल्ल मैले जसिङै एड गरेँ। म काम गर्दा गर्दै भुल्छु कि गाइज, कहिले काहीँ यो मेरो गल्ती हुन्छ होइन। सो गाइज तपाईँहरूले पनि यस्तै बनाउनु सक्नुहुन्छ, सेकुवा पोलेर खानुको लागि घरमा होइन। ट्याक्क इँटा राखेँ यतातिर, ट्याक्क मुनिबाट आगोहरू उपरि चाहिँ मजाले सेक्ने बबाल दामी लाग्छ गाइज यो मलाई। टक्क फेरि यसलाई यसरी राख्ने होइन। उसले ट्याक्क पानी छोडे खायो कि गाइज होइन, हल्का हल्का। सो मजाले मसलाहरू भित्र गएछ। सो एभ्रिन गाइज मैले चाहिँ यहाँ चिकनहरू पोल्दैछु गाइज होइन। आज चाहिँ बबाल खुवाइ हुन्छ गाइज सेकुवा। सो बाँकी बसेको मसला चाहिँ मैले त्यहाँ एक ठाउँमा पकाउँदैछु, त्यो ड्राई गर्छु। ट्याक्क फेरि यसमा अलिअलि मसला झरे हुन्छ, त्यसमा टक्क मिलाएर खुवाइ हुन्छ बबाल तरिकाले गाइज। फाइनली सेकुवाहरू सेकिसकेँ होइन। म तपाईँहरूले सेकुवाले पोलिसकेपछि अझ बेहतरिन टेस्ट बनाएर कसरी खान सक्नुहुन्छ म तपाईँहरूलाई हल्का देखाउँछु। यसरी खानुभयो भने चाहिँ झन् टेस्ट हुन्छ गाइस। आउनुहोस् म तपाईँहरूलाई देखाउँछु। लास्ट मेरिनेट गर्नु छ, तपाईँहरूलाई भिडियोमा देखाउँछु। तपाईँहरू पनि घरमा यसरी बनाएर खानु होला। आउनुहोस् म तपाईँहरूलाई देखाउँछु गाइस। मैले यसमा चाहिँ के एड गर्दैछु भने चाहिँ फर्स्ट अफ अल म लेमन छ, लेमन हाल्नुपर्ने हुन्छ होइन। यसमा ट्याक्क लेमनहरू हालेँ होइन, हल्का जुसी। ट्याक्कै मसला जो बचेको थियो यो मसला मैले यसरी हाल्थेँ टक्क होइन। ट्याक्कै यो बचेको मसला हाल्यो ट्याक्क। फेरि मसँग छ घिउ, 1 चम्मच घिउ भी यसमा हाल्नुपर्छ होइन गाइस। टक्कै बबाल तरिकामा होइन, त्यसलाई हामी मिलाउनु पर्ने हुन्छ है गाइस है। ट्याक्क सेकुवालाई बेहतरिन टेस्टी